थुक्पा बनाएर खान छ हामी परिवार सबैजना मिलेर। धेरै पछि मेरो एउटा नयाँ भ्लग आउँछ। यो भयो आलु, यो बन्दा, यो सब मैले काटेँ, मेरो बुढी अल्छी छन्। यो प्याज अब गोलबेर कटिङ गर्छु, त्यो चाहिँ यो खोर्सानी कटिङ हाल्छु होइन। त्यो चाहिँ कस्तो लाग्छ मेरो अब यहाँ भिडियोमा कमेन्ट गरिदिनु होला। सो त्यही हो। अब नेक्स्ट हामी अब मुकबाङ गर्छौँ आज हामी। थुक्पा मुकबाङ भेज सबले हेरिदिनु होला। यो चाहिँ हाम्रो गोलबेर, यो गोलबेर अरे खोर्सानी कटिङ यता देखाउनु, कटिङ देखाउनु न ब्रोको। स्वाट यो भयो, यो हाम्रो गोलबेरा। यसको लागि चाहिँ यसले काट्नुपर्ने हुन्छ होइन। हाम्रो सेपलाई चाहिँ यो कसरी काट्नु भाइ? ठुल्ठुलो सानो यस्तो के भने हाम्रो सेप बेला बेला रिसाउँछन्, मैले काम गरेर छिटो बुझ्दैन। अब हामी एकछिन अब भिडियोमा जोडिन्छौँ, यसको लागि एकछिन क्यामेरा ल्याउँ। यो चाहिँ हाम्रो अर्ग्यानिक प्याज हो, हाम्रै बारी काट्नु जाने चाहिँ मन धार लगाइसक्यो। के गराउँछ नि प्याज चाहिँ यहाँ काट्नुपर्छ होइन, पेट पलाउँछ नि यसो हेर्नुपर्छ, कपाल आउँछ नि होइन, टक्क लाएर त्यति भएपछि पुग्छ। यो चाहिँ हाम्रो प्याज, यो लसुन छ, यो चाहिँ हाम्रै आफ्नै बारीको अर्ग्यानिक हो। सो म चाहिँ काट्नु जाँदैछ, टक्क मिलाएर बनाउनु रेडी हुँदैछ होइन। त्यही हो। अब रेडी भएपछि हामी एकछिन अब बनाउनुपर्छ। हाम्रो तयारी हुँदैछ मुकबाङको लागि आज थुक्पा। यस हाम्रो बुढी, मेरो बुढी पुतली। त अब बिस्तारै अब एकछिनमा अब सुरु हुन्छ। गाउँको तयार भइसकेको छ। अब हामी चाहिँ खान जानेछु गाइस। हेरौँ है त अब कस्तो बन्दैछ, कमेन्ट गर्नु होला। हेर्नु न बुढीको, यो चाहिँ हाम्रो थुक्पा। ओ झोल धेरै भाइ आमालाई झोल। हाम्रो कुक दाई, माइल दाई, दाईको दाई माइल दाई, यहाँ अब टक्क खाइन्छ। रेडी भइसकेको छ दाई। अब म खान जाँदैछु होइन, कस्तो हुन्छ कमेन्ट गरिदिनु होला। यो चाहिँ मेरो भाग पैसा चलाउनु पर्छ यसरी। खाए ल बाली हुन्छ है होइन, यस्तो पिरो त कसले खान्छ। खाए ल यो थुक्पा त लास्ट मिट छ है। थुक्पा त लास्ट मिट लाग्यो मलाई। कसैले थाहा दिनु के होला। यहाँ फेरि थुक्पा नआएर बुढीको छुट्टै टेन्सन छ। त्यस्तै हो, यहाँ थुक्पा खाँदैछौँ। यहाँ भेजवाला थुक्पा है भेज। होममेड थुक्पा बुढी सिकाउँछन् नि। पानी पानी
Dobra, Udah tadi nih. Mana?开车稍微拼了。